नमस्ते फेफुल्लो सेलो मेरेप्तो हजुर सम्पूर्णमा आज भने चाहिँ गेट रेडी विथ मी भन्ने भिडियो चाहिँ मैले बनाउन गइरहेको छु। म त्यस्तो डरलाग्दो मेकअप आर्टिस्ट चाहिँ होइन, मेकअप गर्नु मलाई मन पनि पर्दैन, तर पनि बिङ अ हुमन अलिअलि त भइहाल्छ होइन। तर पनि धेरै बादमा चाहिँ मैले यसरी मेकअप गर्दैछु, नत्र भने चाहिँ मलाई चाहिँ केस डल्लो पार्यो, अनुहारमा क्रिम लगायो, हिँड्यो गर्ने मात्रै बानी छ है। सो आज भने चाहिँ म अलिकति स्पेसल्ली नै अलिकति बेसी नै नक्कल पार्दैछु सधैँको भन्दा, भनौँ न साधारण भाषामा भन्नुपर्दा है। फर्स्टमा चाहिँ मैले क्रिम मोइस्चराइजर लगाएर त्यसको बादमा गाजलबाट सुरु गरेँ है। गाजल लाइन चाहिँ आँखा अलिक राम्रो देख्छ, नत्र भने चाहिँ फुल्लेर बिहान सुतेर उठेर फुल्लेको हुन्छ, राति राम्रो सुत्नु नपाएर र पनि कस्तो अड भइरहेको हुन्छ कि आधा दिनसम्म। सो आज चाहिँ म 10:30मै निस्किनु पर्ने भएको हुनाले बिहान अन्त अलिकति नक्कल पारौँ भनेर तपाईँहरूलाई भिडियो पनि बनाएको। सो देख्नु सक्नुहुन्छ मैले चाहिँ आई स्याडो हल्का लगाएँ, त्यहाँबाट गाजल लगाएर चाहिँ आइलाइनरले त्यसलाई कभर गर्दैछु। अन्त यसको फिनिसिङ टच चाहिँ मस्काराले अलिकति माथिबाट दिन्छु है। त्यसो गरेपछि मेरो आई मेकअप चाहिँ सकिहाल्छ। मलाई त्यो फाउन्डेसनहरू के खै बिबी क्रिम सिसी क्रिम केहरू भन्छ थाहा पनि छैन, त्यो लाउनु म जरुरी पनि ठान्दिनँ, मन पनि पर्दैन। अन्त चाहिँ सिम्पल हिसाबले यसरी आई मेकअप कम्प्लिट भएपछि साडीहरू लाउनु पर्ने अब त टिका सिन्दुर के चाहिन्थ्यो, अब यो चाहिँ मलाई चाहिँदैन आज होइन। त्यही कारणले गर्दाखेरि मस्कारा लगाएपछि काम खतम भइहाल्यो। देख्न सक्नुहुन्छ मेरो आई लुक कस्तो लाग्यो तपाईँहरूलाई है। धेरै दिनमा लगाएर होला गाजलले आँखा पोलेर आँसु आएर आँखा रातो भएर भयो। लास्टमा चाहिँ मैले यतिको बनाएँ। अब भने लाउनु पर्ने हुन्छ लिपस्टिक। गरम धेरै छ हो, त्यसले गर्दाखेरि बेसी मेकअपहरू गर्नु पनि गाह्रै हुन्छ होला गर्नेलाई, तर मलाई चाहिँ आइडिया छैन। मेरो मेकअप भनेको चाहिँ यति नै हो, यहाँभन्दा बेसी चाहिँ म के पनि लगाउँदिनँ। सो मेकअप कम्प्लिट, अब ड्रेस लगाउँ है। आजको ड्रेस चाहिँ मेरो यो छ, देख्नु सक्नुहुन्छ। जुत्ता, इयरिङ्स, यो मालाहरू भयो, औँठी भयो, यो भक्कुमा लगाउने ब्रच। त्यसको बादमा म रेडी भइसकेँ। सिम्पल एकदमै छिटो मिठो भन्दा पनि आधा घन्टा जस्तो टाइम चाहिँ मलाई लाग्यो है यति रेडी हुनुलाई। सो बहिनीले चाहिँ भिडियो गरिदिँदैछ मलाई। सो अलिकति खाजाङ खुजुङहरू देख्छ, त्यसको लागि माइन्ड नगर्नु होला। देख्नु सक्नुहुन्छ केस पनि मैले रबरले बाँधेर खोपा बनाएँ। आई होप यु लाइक इट।